संसारका ठूला ठूला र धनी देशहरूले समेत गर्न नसकेको एउटा यस्तो चमत्कार जुन हाम्रो सानो नेपालले गरेर देखाउँदै विश्वकै ध्यान आफूतिर तानेको छ। के तपाईलाई थाहा छ त्यो ऐतिहासिक सफलता के हो? आज हामी कुरा गर्दैछौँ जंगलको सर्वोच्च शक्ति, प्रकृतिको सबैभन्दा विलासी र खतरनाक शिकारी पाटेबाघ अर्थात् रोयल बेंगल टाइगरको बारेमा। नेपाल पाटेबाघको संरक्षणमा संसारकै ग्लोबल हिरो हो। सन् 2010 को बाघ ओहर दोहर गर्ने अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले आफ्नो देशमा भएका बाघको संख्या सन् 2022 सम्ममा दोब्बर बनाउने प्रतिज्ञा गरेको थियो। तर अचम्मको कुरा, नेपालले त्यो लक्ष्य मात्र पूरा गरेन, बरु बाघको संख्या तेब्बरले बढाएर 355 पुर्याइदियो। यो सफलता हासिल गर्ने नेपाल विश्वकै पहिलो देश हो। नेपालका चितवन, बर्दिया, पर्सा, बाँके र सुक्लाफाँटा राष्ट्रिय निकुञ्जहरू यिनीहरूको मुख्य वासस्थान हुन्। मान्छेलाई चिन्न उसको औँलाको छाप अर्थात् फिङ्गरप्रिन्ट हेरिए जस्तै संसारका कुनै पनि दुईवटा बाघको शरीरमा भएका काला पाटाहरू अर्थात् स्ट्राइप्स एकै नासका हुँदैनन्। हरेक बाघको पाटा युनिक हुन्छ। यो पाटा उसको रौँमा मात्र होइन, रौँ खौरियो भने भित्री छालामा पनि ठ्याक्कै त्यही बुट्टा बनेको हुन्छ। बाघको शक्तिको अन्दाज यसको गर्जनबाट लगाउन सकिन्छ। एउटा वयस्क बाघ गर्जन्दा 3 किलोमिटर टाढासम्म स्पष्ट सुन्न सकिन्छ। यिनीहरू बिरालो प्रजातिका भए पनि पानीसँग डराउँदैनन्, बरु निकै कुशल पौडीबाज हुन्छन् र गर्मी याममा नदीमा घण्टौं तैरिएर बस्छन्। शिकार गर्ने शैलीको कुरा गर्दा बाघ ढोक्सा थापेर बस्ने शिकारी हो। यसले सिंहले जस्तो समूहमा होइन, एक्लै र लुकेर शिकार गर्छ। यसको खुट्टाको तल्लो भाग यति नरम हुन्छ कि यो सुकेको पातमाथि हिँड्दा पनि कति पनि आवाज आउँदैन। तर प्रकृतिमा सन्तुलन कायम राख्न बाघको प्रहारको सफलता दर जम्मा 10% मात्र हुन्छ। अर्थात् 10 पटक प्रयास गर्दा मात्र बाघले 1 पटक शिकार समात्न सक्छ। तर बाघको संख्या बढेसँगै नेपालमा एउटा नयाँ र गम्भीर चुनौती थपिएको छ, मानव बाघ द्वन्द्व। पछिल्लो समय मध्यवर्ती क्षेत्रका बासिन्दाहरू जंगलमा घाँस दाउरा गर्न जाँदा बाघको आक्रमणमा पर्ने घटनाहरू बढेका छन्। विज्ञहरू जंगल साँगुरो भएर बाघ मानव बस्तीमा आउने क्रम बढेको तर्क गर्छन्। एउटा भाले बाघलाई बाँच्न र शिकार गर्न करिब 60 देखि 100 वर्ग किलोमिटरसम्मको आफ्नै छुट्टै क्षेत्र चाहिन्छ। तर हाम्रो नेपालको बसोबास परिवेश नै जंगलसँग जोडिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष र सरकारी तथ्याङ्क अनुसार विगत 7 वर्षमा नेपालभर बाघको आक्रमणबाट 75 जना नागरिकले ज्यान गुमाइसकेका छन्। बाघ मानव द्वन्द्व कम गर्न राज्य स्तरबाटै प्रभावकारी पहल हुन जरुरी छ। अहिलेको उच्चतम प्रविधिलाई प्रयोग गरेर बाघको गतिविधि निगरानी गर्न सकिन्छ। राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र मानव बस्तीको सिमानामा बलियो तारवार अर्थात् नेट वायर मेश फेन्सिङ निर्माण गर्ने र गाउँ नजिक आउने बाघलाई थ्रेट म्यापिङ गर्न AI क्यामेरा तथा ड्रोनबाट 24 घण्टा आधुनिक निगरानी गर्न सकिन्छ।